Hello everyone. It's been very long. मलाई यो चस्मा लगाउन मन परिरहेको थियो. आज बुढाबुढी भएर चाहिँ दुईटा चस्मा एकअर्काको लागि किनियो हैन. मसँग यो रेबनको 4वटा भइसक्यो, 5वटा भइसक्यो मसँग रेबन चस्मा भएको. तर यो मेटा भन्नेको जेनेरेसन 2 वेफेयर मलाई किन्न मन परिरहेको थियो. आज मैले किने, अनबक्सिङ गरे जस्तो भयो हैन. यस्तो देखिँदै रहेछ. यहाँ चार्ज हुने. अब यहाँ हेर्नुस् है, लाइट बल्दो रहेछ. सो मैले चलाएको छैन. अब यो फर्स्ट टाइम ओपन गरेको. यसको राम्रो पार्ट भनेको चाहिँ बिल्ट इन स्पिकर. यहाँ तपाईँ फोनमा बोल्न पनि सक्नुहुन्छ, म्युजिक पनि सुन्न सक्नुहुन्छ. यसको 8 घण्टा चार्ज हुन्छ अरे. 32 GB, भिडियो 3 मिनट लङको हुन्छ. फोटो पनि खिच्न सक्नुहुन्छ हजुरले. अनि यो चाहिँ एआई बिल्ट इन भएको कारणले तपाईले अब कुनै पनि ठाउँमा गएर चाहिँ यो मेटा यो के हो त्यो हैन सोध्नुभयो भने चाहिँ सबै बताउँछ. यो चार्जिङ केस हो. यो दामी कभर छ. यो 8 आवर्स चाहिँ फुल्ली चार्ज हुन्छ. यो भिडियो बनाउनु कारण चाहिँ यो सो अफ गर्नुभन्दा पनि तपाईहरुले मेहनत गर्नुभयो, तपाईले आफ्नो पसिना चाहिँ राइट ठाउँमा बगाउनु भयो भने चाहिँ तपाईले लाउन मन परेको इच्छा गरेको कुराहरु चाहिँ डेफिनेटली तपाईले पाउन सक्नुहुन्छ. त्यही भएर मेहनत गर्न नछोड्नुहोस्. अनि अर्को कुरा भनेको यही यो समय मेहनत गर्ने. संसारमा जेसुकै होस् आफ्नो इच्छाको लागि चाहिँ आफै लड्नुपर्छ. त्यही भन्नको लागि चाहिँ मैले भिडियो बनाएको. टेक केयर, ह्याभ अ नाइस डे. अनि अर्को कुरा भनेको यो क्यामेरा हो. यो चाहिँ लाइट रहेछ. अनि यहाँ सानो बटन छ. यहाँ यो आफूले लगाइसके पछाडि चाहिँ भिडियो पनि गर्न मिल्छ 3 मिनेटको. अनि फोटो पनि खिच्न मिल्छ. अनि तपाईले चाहिँ मेटालाई चाहिँ हे मेटा यो के हो, म कहाँ जाँदै छु, यो ठाउँको नाम के हो, यो के यसको बारेमा मलाई बता भन्ने सबै बताउँछ अरे. अनि यसको स्पिकर चाहिँ यहाँ छ. यहाँ छ. म्युजिक सुन्दा अनि फोनमा बोल्दा बाहिरको मान्छेले सुन्न सक्दैनन् अरे. म भिडियो पछि बनाउँछु कस्तो हुँदो रहेछ. अब लाउँदा फर्स्ट टाइम मान्छे त ठिकै हो. टेक केयर.